इज्जत राख्नु होला। कहिले पनि बाटोमा भेट्दाखेरि महानगरपालिकाले यस्तो गर्यो भन्ने कुरा चाहिँ सुन्नु नपरोस्। मेरा महत्त्वपूर्ण जीवनका क्षणहरू यहीँ बिते। तपाईँ पनि सँगै जाँदाखेरि तपाईँले कुरा बिर्सिनु कहिले पनि हुँदैन। सधैँ निवृत्त भएर गएका अफिसर साहबहरूलाई आफूसँगका साथीहरूलाई माया गर्नु होला, सम्झिनु होला। हामी त घर परिवारभन्दा पनि नजिक भयो नि। बिहानदेखि बेलुकासम्म सँगै हुन्थ्यो। कहिलेकाहीँ कामको सिलसिलामा मैले केही तिता वचन पनि बोलेको छु होला, थिएँ होला, त्यसलाई मनमा नराख्नु होला। मैले सङ्गठनको लागि नै बोलेको। 3.5 वर्ष अवधिमा हामीले हाम्रो सौदय मेयर साहब लगायत कार्यपालिकाको टोटल टिमलाई धन्यवाद दिनुपर्छ। मैले सबै तहको डिएसपी साहब, एसपी साहब, त्यस्तै जवानहरूलाई पनि मैले भने आजबाट म सेवानिवृत्त हुँदैछु। मेरो आत्मा तपाईँहरूको वर्दीसँग जोडिएको छ। प्रहरी ऐन थिएन, लामो समयसम्म चाहिँ समस्या थियो। त्यसलाई चाहिँ चिर्दै प्रहरी ऐन संशोधन गर्दै एउटा कुशल सङ्गठन बनाउनको लागि नियम कानुन पास भएको छ। अब तपाईँहरू आफ्नो प्रमोसनको लागि कहाँसम्म पुग्छु भन्ने तपाईँको योग्यता, क्षमता, शैक्षिक योग्यताको कुराहरू जोडिन्छन्। त्यो कुरालाई बढाउँदै लानुपर्छ र म यो सङ्गठनको प्रमुख हुन्छु भन्ने सधैँ मनमा राख्नु होला। र यो करारमा रहेको भाइ बहिनीहरूलाई पनि मैले भने तपाईँहरूको पनि स्थायीको प्रक्रिया खुल्दैछ। पदपूर्ति समिति गठन हुनेबित्तिकै तपाईँहरूको पनि यो स्थायीको प्रक्रिया सुरु हुन्छ। त्यस कारणले गर्दाखेरि तपाईँले यही हेरेर चाहिँ तपाईँ आफ्नो बाटो तयार गर्नु होला। यो माला जसरी लगाइएको छ, फुली जसरी लगाइएको छ, हामीले लगाइदिएका छौँ, तपाईँहरूको पनि त्यसरी दिन आउँछ। त्यति भन्दै तपाईँहरूले चाहिँ तपाईँहरूको पनि उज्जवल भविष्यको कामना गर्न चाहन्छु। त्यस्तै अफसर साहबहरूलाई पनि मैले अफसर साहबहरूलाई पनि भने तपाईँहरू पनि यो सङ्गठनका, तर हामी भेटघाट भइ नै राख्छ र कहिलेकाहीँ नियमित सम्पर्क पनि हुन्छ। र कुनै पनि दिनमा कुनै रचनात्मक सहयोग सुझाव आवश्यक परेमा म सधैँ तयार छु। म सधैँ तपाईँहरूसँग हुन्छु। मेरो आत्मा तपाईँहरूको वर्दीसँग जोडिएको छ। यति भन्दै तपाईँ सबैको उज्जवल भविष्यको कामना गर्दै तपाईँहरूबाट आज म बिदा हुँदैछु। धन्यवाद। तपाईँले देख्नु भएको छ यो झन्डै 3.5 वर्षको अवधिमा महानगर प्रहरीले गरेको काम सम्पूर्ण जनताले हेरिरहनु भएको छ। त्यसमा सधैँ निरन्तर रहोस्। कहिले पनि क्वेसन उठ्ने काम तपाईँहरू नगर्नु होला। जहिले पनि इमान्दारितालाई कहिले नबिर्सिनु। जहिले पनि इमान्दारितालाई कहिले नबिर्सिनु। इमान हो। हामी सुशासनको कुरा गर्छौँ, जहिले पनि गुड गभर्नेन्सको कुरा गर्छौँ। सुशासन भनेको चाहिँ जनताले अनुभूति हुने गरी चाहिँ हामीले सर्भिस डेलिभरी गर्नुपर्छ र जहिले पनि संस्थाको नाम उज्याउने गरी संस्थालाई सधैँ सम्झेर तपाईँले देख्नु भएको छ यो झन्डै 3.5 वर्षको अवधिमा महानगर प्रहरीले गरेको काम सम्पूर्ण जनताले हेरिरहनु भएको छ। त्यसमा सधैँ निरन्तर रहोस्। कहिले पनि क्वेसन उठ्ने काम